मस्तहरूको सामु यी भाइलाई लिएर आइसकेको छु आजको म नि आइसकेको छु गोरु देखेको छु के होइन ठिक छ कसरी गोरु भयो यार एउटा सिद्धान्त भनिदियो नि अनि त्यो क्रिम लगाएको त होइन त्यो लगाएर त गोरु हुँदो रहेछ त होइन गोरु भइदिएको कि म त कसरी गोरु हुन्छ त क्रिमले अनि हुन्छ नि दाइ कडा त्यो भाँडा धुने साबुनले मुक्तिहरू त होइन नि दाइ त्यस्तो होइन के गाह्रो छ होइन यहाँ पनि लाउनु पर्ने दाइ होइन काले चाहिँ सेतै देखिन्थ्यो होला है यहाँ लगाएको दाइ होइन ल हेर्नु त हेर्नु है कति गोरु भए सक्यो त अनि गाई छैन आज फर्स्ट ब्लग सुरु गरेको होइन हेरौँ आज रुमभित्रैको मात्र गर्नेछु म होइन अब केही देखाउँदिनँ म आज खासै भाइसँग हल्का रमाइलो खै यो भाने किन हानेछ हास्य जस्तो अनि के छ त दाइ तपाईँको अनि नयाँ हालीचाली के गर्ने भाइ धेरै दिनपछि रमाइलो छैन धेरै दिनपछि तनाव छ जिन्दगी होइन के गर्ने त तनाव छ जिन्दगी भए नि चलाउनु परिहाल्छ नचलेको हचाड्नु परिहाल्छ जिन्दगी अब होइन अब के चले चल्छ नचले खसारेर हचाड्ने हो होइन लतारेर उफारेर हुन्छ लखटेर हुन्छ कि कसरी हुन्छ गर्नु चाहिँ पर्यो भन्ने चाहिँ हाम्रो सिद्धान्त हेरौँ हाम्रो सिद्धान्त कतिसम्म सक्सेस हुन्छ गाह्रो छ गाह्रो जिन्दगी जिउनु फर्स्ट भ्लगै भाइरल भएपछि अनि सकिएन सक्यो के दाइ खतमै भयो क्या 100% भाइरल हुनु पऱ्यो गाइज होइन लाइक कमेन्ट सेयर सब्सक्राइब खै के हुन्छ होइन सबै गरिदिउँ ट्यागमा पारेर थाहा छैन होइन फर्स्ट टाइम सुरु गरे अन्त अब यस्तै भिडियो अब राम्रो बनाउने कोसिसमा जानेछौँ होइन आजको चाहिँ लागि यो हाइलाइट मात्रै भनौँ न होइन गाइज यस्तै खासै भित्रको भिडियो बनाउनु अहिले मिल्दैन त्यही भएर हो हजुरहरू सबैलाई गणेश जिडिएस ब्लगमा स्वागत एन्ड छ आजबाट ट्याक्क नयाँ भिडियो आउँछ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नछुटाउनु होला होइन गाइज ट्याक्कै नयाँ दामी भिडियो आउँछ भोलिबाट अब खतरा ठाउँको होइन हिमाली भेगको ट्याक्क लाएर हुन्छ अब के भन्न चाहन्छु भने आजको भिडियोमा चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ ट्याक्कै नछुटाउनु अरू सब त छुटायो नि केही फरक पर्दैन ओके हस्त बाई